गाइज ल गुड मर्निङ फेरि पनि वेलकम छ तपाईँहरूलाई मेरो भिडियोमा। अनि म चाहिँ खोटाङ जिल्लाको ऐसिलु खर्क गाउँपालिका देखाउँछ पारा जोकिङ पारा भन्ने ठाउँमा चाहिँ म आइसकेको छु। अनि यो मेरो पछाडिको चाहिँ ससुराली घर। अनि यो सबै चाहिँ गाउँ पारा भन्ने गाउँ रहेछ। यो पारी चाहिँ कुन ठाउँमा मलाई थाहा भएन। अनि सो गाइज एकदमै शान्त वातावरण छ यहाँ चाहिँ, एकदमै हरियाली, गर्मी पनि नहुने, एकदम चिसो पनि ज्यादा नहुने, ठिक्क अनुकूल वातावरण रहेछ यहाँ चाहिँ। एकदमै बस्नलाई चाहिँ मजा हैन हो। त्यही भएर ससुराली गएको भिडियो हेर्ने बस्ने गर ल। डुङडुङे केटा हो मेरो गाउँको केटाहरूलाई, फेरि अरू चाहिँ फेरि रिसाउँला। त्यही भएर बे गरिहाल गाइज। अनि ससुराली आइपुग्यो हिजो राति 9 बजी। बाटो चाहिँ अलिक अप्ठ्यारो रहेछ पानी परेर, तर एकदमै रमाइलो ठाउँ रहेछ है त गाइज यहाँनिर चाहिँ। तर अलिकति प्रब्लम भनेको चाहिँ नेटको समस्या रहेछ। अनि प्रायः यता गाउँमा प्रायः अहिले चाहिँ वाइफाई तानेको रहेछ। अनि यहाँ मेरो ससुराली घरमा चाहिँ वाइफाई छैन, किनकि मान्छे वाइफाई युज गर्नलाई प्रायः कोही बस्दैनन् है। त्यही भएर गाइज एकदमै रमाइलो। अनि आज यसो कानमा गन्थन सुनेको, ज्वाइँ आएको छ, ज्वाइँको लागि चाहिँ स्पेसल के भन्छ मेजमान होइन, मेजमान काट्ने अरे गाइज। सुनेको क्या मैले सुनेको। अनि के काट्दो रहेछ म देखाउँछु। सायद मलाई लाग्छ उ त्यो घरको सुतिराखेको बङ्गुर होला हो मेरो लागि मेजमान चाहिँ होइन जोकिङ।